भन्दिउँ ठुलो सेर फेरो मण्डलाइको बाग्लो दारा जाँदा देख्न पाएको होला मण्डलाइको ठुलो चिउरी डाका तिमीलाई बिनाका जान्छौ कि घर एक्लै जाऊ जति तेरो जाना आएको लिएर जाना जान्छौ कि घर एक्लै जाऊ बाटैरा माथि हो बाटैरा मुनि लै बाटौला लसरी सलाको पाले दाइने देब्रे हातले लै बाटौला लसरी चुलाको मान्छे बाबा जस्तो मान्छे जाउँद मैले कसरी जम पैसा गन्छौ जन्ती ल्याएको भन्छौ जान्छ मैले कसरी छोरीलाई थाप्ने लिसो होइन पायो छोरीलाई थाप्ने लिसो होइन पासो माउमा छालाई हाल्ने कुर पेट काटी चाम्रो कति राम्रो माउमा छालाई हाल्ने सारा धागो तिमीलाई लिन आएको भन त तिम्रो के छ गोडमाथि चिनमा लौदाको दिनमा भन त आज के छ धाउन जानको घर जान तकदिरैमा छैन नि खसीको बोसो होइन कसो तकदिरैमा छैन नि यो मेरो ढल्की गइसक्यो भनेर मात्रै भएन नि दिदी बहिनी तिनती हात जोडेर बिन्ती भनेर भएन नि टुनी चिने खाना बने गोतामाको तखतमा मलाई पनि देउन झन्डै पनि देउन गोतामाको तखतमा खाता पर्या माछु भोलि ठुलो होला समाति राख बखतमा नमान डर जान्छे भोलि घर समाति राख बखतमा घडीमा आयो हलो मरेन बग्दै गयो जन्तला जुसा राँधाको सानोमा जुसा राँधायो आज यतै आयो जिउलाई सर धैजाको
सारा धाउनी सानो माया लाउनी जेलमा जान मन छ र कम्मर कस्न बाउबी बामा फस्न जेलमै जान मन छ र ज्यानले त्यसो भन्दाखेरि रुँदैन गन्जरा मन्जा सुन्ने नार भन्छ ख्यालको यो मन रुँदैन यो मनमा जस्तो त्यसै मनमा भए कानुनले छुँदैन आज लरा लरा कानुन तारको गारा कानुनले छुँदैन छडीमा आज तिम्रो र हाम्रो आज भेट भयो छुट्याउँ कस्तो भइरहेछ अमिलो मैत हाम्रो तिन बहिनी त छुट्याउँ कसरी भइरहेछ राष्ट्रपति महिला नेपालमा भए कानुन चर्को लाइरहेछ के भनौँ त नि सुन्नु होला ज्ञानी कानुन चर्को लाइरहेछ एक मानेमा के छ हेर्न बिर्सिए छ दुई मानेमा गइहाल्छ चामलको पिठो खाना कति मिठो दुई मानेमा गइहाल्छ जगतको धनी दादा नि पोथीलाई भाले चाहिहाल्छ मेसो के भनेको त्यसो पोथीलाई भाले